के छ गाइस हामी त काहीँ त हो काम गर्दा गर्दा नै यहाँ हामी त है भ्लगमा छ गाइस त्यही हो इन्जोय गर्नुहोस् भ्लगलाई होइन त्यति नै हो गाइस कस्तो लागेको छ सल्टी काम सुरु दामी लागेको छ सल्टी निन्द्रामै छ हेलो गाइस वेलकम टु ब्याक माई युट्युब च्यानल है आज चाहिँ हाम्रो यहाँ काममा छ यतातिर हामी अब यो गाउँमा स्ल्याब जाँदैछ होइन गाउँको के अरे बुढीमाउहरू हुन्छ नि फुपू हाम्रो गाउँको बुढीमाउहरू यो गाउँमा स्ल्याब आयो भने त यस्तो मजाले तातेको छ यसरी राम्रो काम गरेको छ है गाइस अब जुन यो गाउँको युवाहरू चाहिँ हुन्छ नि भनौँ न केटाहरू हुन्छ नि हामी जस्तो अब हामीलाई यहाँ काम पाएको छ ठिकै छ काम गरिरहेको छ हामी है यहाँ यस्तै अब जुन युवाहरूलाई यहाँ चासो छैन कि खै आएर यसो सहयोग गरेको कि जाने त त्यही बाटो हो यही गाउँको लागि होइन खै युवाहरू यहाँ खटेको देखेको छैन होइन यो गाउँको केटाहरू अब के भनौँ यहाँको बुढीमाहरू चाहिँ यसरी खटिरहेको छ है के भन्नु ल हेर्नुहोस् हाम्रो छुमनी फुपू अनि हाम्रो उता मम बुवा यो गाउँको बडाबुढीहरू चाहिँ यसरी आइरहेछ यो गाउँको युवाहरू चाहिँ खै खट्नै आएको छैन त्यसको चाहिँ हाम्रो गाउँको हालत हेर्नुहोस् तपाईँहरू खै यो गाउँको एउटा पनि केटाहरू छैन यहाँ यसो सहयोग गर्नुलाई बुढीमाहरू यहाँ तम्सिरहनु भएको छ हजुर त्यही त अब यसरी नै होइन भट्टाभट कन्टिन्यू काम चलिरहेको छ है गाइस त्यही त हो नि जो जति हुनुहुन्छ यो गाउँमा बासिन्दाहरू होइन काम नभए ठिकै छ आउनुहोस् हातेमालो गरौँला विदेश हुनेहरू त त्यस्तै हो होइन अब जो हुन त विदेश नगयो भन्दैमा पनि त्यो भनेर हुँदैन होइन सब आफ्नो काममा व्यस्त हुन्छ त्यो भने चाहिँ माइन्ड नगर्नु होला अलिकति बुझ्नु भनेको तरिका नै के छ फ्री टाइम छ भने आउनुहोस् यही गाउँको लागि विकास हो हाम्रै गाउँको लागि हो होइन ल हाम्रो त यहाँ भट्टाभट काम सुरु हुँदै गइरहेको छ खटिरहनु भएको छ यता ट्र्याक्टर